विगत 7 नोभेम्बरको दिन हाम्रो एउटा घोषणा भयो, जसमा हाम्रो चेयरम्यान रमेश तिर्कीजी जो अहिले वर्तमान प्रधान पनि हुनुहुन्छ र मलाई चेयरम्यानको रूपमा पार्टीले दलले दायित्व दिएको छ र पार्टीको दलको दायित्व भन्ने कुरा चाहिँ एउटा क्षणिक हुन्छ। तपाईँ चेयरम्यान कि प्रेसिडेन्ट? म प्रेसिडेन्ट हो, म सभापतिको रूपमा चयनित भएको छु र दलको दायित्व पुरै दायित्व लिएर पालन गर्नेछौँ र 2026 को जुन चाहिँ रिजल्ट छ हामी एकदम 100% हामी स्योर छौँ, किनभने हाम्रो यहाँ पञ्चायत चम्पागुडीमा पञ्चायत बोर्ड तृणमूल काङ्ग्रेसको बोर्ड छ, त्यसमा हाम्रो 22 वटा तृणमूल काङ्ग्रेसको पञ्चायत मेम्बर छ, हाम्रो पञ्चायत समिति 3 वटा तृणमूलको छ, हाम्रो चेयरम्यान भाइ नै हाम्रो प्रधान हुनुहुन्छ र हामी सँगसँगै ट्रेड युनियनको एउटा पपुलर नेता हाम्रा बैजनाथ दाजु हाम्रो यो अञ्चल कमिटीको जेनरल सेक्रेटरी र हामी यसरी मिलेर हामीले 41 जनाको कमिटी जो एउटा दक्ष नयाँ पुरानो मिलाएर जसको अभिज्ञता पनि छ र जसको जोस छ, यो दुईटालाई मिलाएर आज 41 जनाको हामीले एउटा नयाँ कमिटी गठन गरेको छौँ। आउँदो दिनमा हाम्रो 31 वटा बुथ र 30 वटा पञ्चायत मेम्बर हामी प्रत्येक ठाउँमा गएर जुन प्रकार एसआरको काममा बिएलएटोको हिसाबले तृणमूल काङ्ग्रेसले जुन प्रकारले पब्लिकको साथ दिएर हिँड्यो, अन्य दलहरूले केवल मुखमा मात्रै बात गरे, मान्छेहरूलाई असुविधामा पार्यो, तर उनीहरूको लिडरसिप कोही पनि हाम्रो पब्लिकसँग जोडिएन। यो एसआरको बेलामा एकमात्र तृणमूल काङ्ग्रेसको सम्पूर्ण लिडरसिपहरू जोडिएर आज प्रत्येक मान्छेलाई सहयोग गरेको छ र यस्तो यो माने एनर्जेटिक केटाहरूलाई र दाजुहरू जस्तो अभिज्ञ मान्छेहरूलाई लिएर हामीले एउटा नयाँ कमिटी गठन गरेको छौँ। आउँदो 2026 हाम्रो जुन चाहिँ लक्ष्य छ, चम्पागुडी जिपीमा 100% हामी लिड दिनेछौँ। यो हामी 3 जना विशेष रूपमा हामी चेयरम्यान, सभापति र हाम्रो जेनरल सेक्रेटरी र 41 जनाको कमिटीमा हामीले छलफल गरेको छौँ र आउँदो दिनमा सबैको सहयोगले हामी आउँदो दिनमा यो डेभलपमेन्टको कामले सबको घरमा पुगेर, सबको दैलोमा पुगेर उनीहरूको दुखेसोहरू के छ, के असुविधाहरू छ, त्यसमा हामी सामेल भएर आउँदो दिनमा 2026 मा हामीले राम्रो रिजल्ट दिन्छौँ भन्ने हामीले आशा गरेको छौँ अनि हामी यसमा विश्वस्त पनि छौँ। आज तो ये पार्टी का दल का निर्देश मानकर सभी को चलना पड़ता है। आज पुराना हो या नया, आज 1998 साल का बात कुछ और था, अभी परिस्थिति के साथ ही हम लोग को चलना पड़ेगा। आज अंचल सभापति पहले मैं था, करीबन 12 से आज 25 तक था, तो उसके बाद में इस बार अशोक विश्वकर्मा जी को, भैया को, सर जी को दिए हैं, तो बहुत ही अच्छा। अभी हम लोग का आज मैं जीपी के प्रधान भी हूँ और चेयरमैन का पोस्ट दिया है। हम लोगों ने आज नया कमेटी का, अंचल कमेटी का घोषणा भी किए मिल के, जहाँ पर ब्लॉक सभापति से लेकर ट्रेड यूनियन लीडर सभी कोई थे। हम लोग आज से यही मुहिम चलाना चाहेंगे कि आज चंपागुडी जीपी के जितना भी हमारा बूथ है, 30 ठो बूथ, उसमें हमारे जो कर्मी है उन लोगों को सक्रिय ढंग से काम करके 2026 का ही एम्बिशन है हम लोगों को चंपागुडी जिता के अच्छा से देना है और पार्टी को सख्त बनाना है। हमारे पार्टी में ऐसे कुछ भी नहीं है, कोई सभापति या चेयरमैन बोल के नहीं, आज दल है बोल के सभी का कुर्सी है। आज सबसे पहले हम लोगों को दल को जिताना चाहिए।